चिन्ता र चिन्तनको बीचमा एकदमै थोरै मात्र फरक हुन्छ। चिन्ता अलिकति केसँग जोडिएको हुन्छ भने डरसँग जोडिएको हुन्छ। चिन्ता अलिकति प्रतिक्रियासँग जोडिएको हुन्छ। त्यो रियाक्सनरी हो, के भयो त्यसको चिन्ता भयो। चिन्तन अलि बढी आत्मसमीक्षासँग जोडिएको हुन्छ, इन्ट्रोस्पेक्सनसँग, विश्लेषणसँग। तर बाहिरबाट हेर्दै गर्दा एउटै देखिन्छ, मान्छे चिन्तामा हो कि चिन्तनमा भन्ने कुरा देखिन्छ। म चाहिँ अहिले चिन्तनमा हो। नेपाली कांग्रेसको कार्यकर्ता भएर मैले सिकेको कुरा अघि नै देवराज चालिसे दाइले भन्नुभएको छ, यो ब्याटल र वारको फरक। एउटा ब्याटलमा हुने हार जित, त्यो पनि इलेक्सनमा हुने कुराबाट त्यो चिन्तित हुने, त्यसबाट झन् डुब्दै जाने होइन। तर पार्टीको एउटा जिम्मेवारी भएको हुनाले गर्दा यसको सन्देशलाई कसरी बुझ्ने भन्ने कुराको सन्दर्भमा मैले र सिङ्गो पार्टीले एउटा गहिरो चिन्तन गर्न आवश्यक छ भन्ने ठानेर त्यो चिन्तनकै प्रक्रियामा छु र हामीहरू सबै छौँ भन्ने म ठान्दछु। र चिन्तनको एउटा मुख्य कुरा भनेको त्यो आफूलाई सुन्ने हो, आफैभित्र पनि प्रश्नको उत्तर खोज्ने हो र अरूलाई पनि सुन्ने हो। यो बेलामा कम बोल्ने हो, धेरै सुन्ने हो। आफैसँगै आफ्नै कुरा पनि सुन्ने, अरूको पनि सुन्ने, यही अभियानमा छौँ हामीहरू अहिले। अस्ति जनकपुरमा गयौँ, साथीहरूको कुरा सुन्यौँ, आज सुन्यौँ र यहाँ बसेर सुन्दै गर्दाखेरि यति धेरै महत्त्वपूर्ण कुराहरू। अघि नै यहाँ चाहिँ हाम्रो स्याङ्जाको पार्टी सभापतिले राख्नुभयो, गोर्खाको पार्टी सभापतिले राख्नुभयो, नवलपुरको राख्नुभयो, पार्टी सभापतिहरूको कुराहरू पनि सुन्यौँ हामीले सबैको। उम्मेदवार बाहेक, उम्मेदवारको त आफ्नो अनुभवहरू छँदै थियो, त्यो बाहेक पार्टी सभापतिको कुरा हामी कुरा पनि गऱ्यौँ विशेषताएर। म कति यो पर्सपेक्टिभहरू आएको छ। अरू भोलि एक दिनका हुन्छ फेरि दान, हामी सबै सातै प्रदेशमा जान्छौँ पार्टीको साथीहरूको। समानान्तर ढङ्गले अहिले हामी यता पार्टीको संरचनाभन्दा बाहिर रहनु भएको साथीहरूको पनि हामी सँगसँगै सुन्ने काम गरिरहेका छौँ। अस्ति काठमाडौँमा करिब 60-70 जना 26-27 वर्षको यङ साथीहरू, उहाँहरू बसेर यसै गरिकन समीक्षा गर्नु, तर हाम्रो अनुपस्थितिमा। किनकि हामीहरू नबस्दै गर्दाखेरि अझ खुलेर कुरा होला कि भनेर त्यस्तो खालको हामीले व्यवस्थापन गऱ्यौँ। र त्यहाँ जो साथी हुनुहुन्थ्यो जसले हामीलाई त्यहाँ भएको विश्लेषण सुनाउनु भएको थियो, आज यहाँको कुराभन्दा बिल्कुल फरक कुरा आएको छ। त्यहाँ फेरि त्यो अर्कै बाटो देखाउँछ हामीलाई कतातिर जाने भन्ने कुराको सन्देश। नौजवानहरूले सोच्ने तरिकै फरक छ। हामी सङ्गठनात्मक संरचनाको कुरा गरिरहेका छौँ, उनीहरूको छलफलमा सङ्गठनात्मक संरचना भन्ने नै छैन। यो त हामी त्यसै म्यानेज गरिहाल्छौँ। अर्कै कुरा छ, मेसेजको कुरा छ, इमेजको कुरा छ, त्यसको आफ्नै महत्त्व छ, यसको आफ्नै महत्त्व छ। यो छलफललाई जारी राख्ने हो। त्यसैले मेरो आज धेरै कुराहरू छैन, म यहाँ सुन्न आएको, तपाईँहरूको धेरै कुराहरू सुने। म अहिले नै हामीले यस्तो हो है भने निष्कर्ष बनायो भने फेरि पहिल्यै यो अष्टवक्रले गीतामा भनेको जस्तै गाग्री खाली राख्यो भने मात्र बाहिरबाट पानी भर्न सकिन्छ। पहिला खाली राख्यो भने मात्र नयाँ कुरा थाहा। म यहाँ बस्दै गर्दा, हामी यहाँ बस्दै गर्दा सबै हामीलाई थाहा छ भनेर बस्यौँ भने यत्रो बसाइको के अर्थ हुन्न, के पनि नयाँ कुरा नसिकिकन गइन्छ। त्यसैले खाली गरेर आएको, के कुरा सुन्न सिक्न आएको, खालि एउटा दुईवटा कुरा, यहाँ आएको सबै कुराहरू यसलाई हामी थप प्रोसेसिङ गर्ने हो। एउटा दुईवटा कुरा मात्र राख्छु र टुङ्ग्याउँछु। एउटा चाहिँ के हामीले हेर्नै पर्छ भने पुरानो राजनीतिक शक्तिहरूलाई निर्वाचनमा र निर्वाचनमा मात्र होइन समग्रमै अप्ठ्यारो पर्दै आएको कुरा चाहिँ यो नेपालको लोकल फेनोमेनन मात्रै होइन, यो अहिले ग्लोबल्ली छ। चाहे हामी फ्रान्समा हेरौँ, चाहे हामी इटलीमा हेरौँ, अहिले अस्ट्रेलियामा वान नेसन भन्ने पार्टी, त्यो कहाँ त्यो ब्याक बेन्चर कहाँ एक्लै एउटा दुईवटा सांसद भएर बस्ने पार्टी अहिलेको, त्यसको उदय हुँदै गरेको हेरौँ। चाहे बेलायतको हेरौँ, चाहे जर्मनीको हेरौँ, वर्षौँदेखि काङ्ग्रेस जस्तै पार्टी। काङ्ग्रेस नेपालको सबभन्दा पुरानो पार्टी। काङ्ग्रेसको हामी चाहिँ सोसलिस्ट इन्टरनेसनल मेम्बर भएकोले धेरै देशमा भएको लेबर पार्टीहरू भनेको प्रायः सबै काङ्ग्रेसका चाहिँ दौतरीहरू, हाम्रो साथीहरू हो। यी पुरानो पार्टीहरू हाम्रो जस्तै पार्टी छ, संरचना छ, कहीँ लेबर युनियन छ, कहीँ स्टुडेन्ट युनियन छ, आफ्नो छ देशअनुसार। तर त्यो प्रायः सबै ठाउँमा यी पार्टीहरू अप्ठ्यारोमा पर्दै भएको देखिन्छ। पुरानो राजनीतिक शक्तिहरूलाई आफ्नै खालको च्यालेन्जेसहरू छ। त्यसैले यो नेपालमा मात्र होइन, ग्लोबल्ली छ। र यो बेलामा फेरि देशअनुसार फरक छ, कहीँ के कारणले छ, कहीँ के कारणले छ। एउटा कुराको समानता भेटिन्छ। के कुराको समानता भेटिन्छ भने सबै ठाउँमा नयाँ के आएको छ भने पपुलिजमको, जसरी 1990 पछि 2048 सालपछि नेपालमा 46 सालको परिवर्तन भयो। हामी ठ्याक्कै भारतसँग गएर हेऱ्यौँ भने, नेपाल हेऱ्यौँ भने, दक्षिण अफ्रिका हेऱ्यौँ भने, त्यो बेलाको सबै देशहरू हेऱ्यौँ भने सबैतिर आर्थिक उदारवादको एउटा नयाँ यात्रा प्रारम्भ भयो।
त्यो उदारवादले के गर्यो संसारभरि, जस्तो त्यो बेलामा जर्मनीको चान्सलर र बेलायतको टोनी ब्लेयरहरूले त्यतिखेर थर्ड वे भनेर अब संसारमा चाहिँ यो नयाँ बाटो, यो भनेको उदार राजनीति, सामाजिक न्याय सहितको उदार राजनीतिको बाटो, उदार अर्थतन्त्रको बाटो भनेर आउँदै गर्दा त्यसले संसारभरि त्यो जित्यो। अहिले संसारभरि पपुलिजमको लहर छ र त्यो पपुलिजमसँगै के आएको छ भने नयाँ मिडिया आएको छ, जसलाई हामीले बोलीचालीमा सामाजिक सञ्जाल भन्ने गरेका छौँ। त्यो पपुलिजम र नयाँ मिडियाको कम्बिनेसन पछाडि परम्परागत राजनीतिहरू, त्यसै पनि राजनीतिक संरचनाहरू, त्यसै पनि हाम्रा आफ्ना लोकल कारणहरू छन् है, त्यसमा छैन भनेको होइन, म त्यसमा आउँछु। त्यसै पनि जस्तो अहिले हामीले हाम्रो पार्टीमा यो भयो यो भयो यो भयो भनेर भन्यो होइन, संगठनात्मक संरचना यो भयो यो भयो, त्यो केही पनि नभएको, हामीले जे बिग्रियो भनेर भनेको त्यो केही पनि नबिग्रेको, नेता पनि नबिग्रेको, नीति पनि नबिग्रेको, सङ्गठन पनि नबिग्रेको, पार्टीहरू पनि अप्ठ्यारोमा परिरहेका छन् है। किनकि पपुलिजम आयो, पपुलिजमसँग आयो भने त्यो केमा चढेर केमा राइड गरेर आयो भन्दा त्यो नयाँ मिडियामा राइड गरेर आयो। हामीलाई हिजो के थियो, हिजो राजनीतिक संरचना थियो, पार्टी थियो, अहिले हामीले जसको क्रियाशीलको कुरा गर्यो, कार्यकर्ता थियो, हामी यसरी आउँथ्यौँ, हामीले यहाँ कुरा राख्थ्यौँ, हजुरहरूले यो कुरा सुन्नुहुन्थ्यो, त्यसपछि गएर गाउँ जानुहुन्थ्यो, गाउँमा गएपछि पिरामिड जस्तो थियो। मैले यहाँ भने त्यहाँ सुनेँ, त्यहाँबाट सुन्देको तलसम्म जान्थ्यो र हाम्रो कुरा तलसम्म पुग्थ्यो। अब त्यो पिरामिड जस्तो संरचना चाहियो। हामी यहाँ दिसभरि बसेर गरिरहेका छौँ, जसलाई आज हामीले कुरा सुनाउनु पर्ने हो उसले हामी यहाँ बसेको 4 घण्टामा फोनमा कम्तीमा पनि चाहिँ उसले 100वटा सूचना पाइसक्यो, नयाँ मिडियाबाट पाइसक्यो। यहाँ सुनेर आज नेपाली काङ्ग्रेसको साथीहरू आएर आज यस्तो कुरा भयो भनेर घरमा गएर बेलुका छोरालाई भन्नुभन्दा पहिले छोराले दिनभरिमा 4 घण्टामा नयाँ सूचना पाइसक्यो उसले, वा वैकल्पिक माध्यमबाट पाइसक्यो। हिजो यो थिएन। हिजो माध्यम के थियो, उहाँहरू हुनुहुन्थ्यो, उहाँहरू मार्फतबाट जान्थ्यो, ट्रेडिसनल मिडिया मार्फतबाट जान्थ्यो वा कार्यकर्ताको मार्फत जान्थ्यो। त्यो पुरानो राजनीतिक दलहरू हामी यसरी बनेका थियौँ। अब यो भत्कियो, यो नयाँ अध्याय, नयाँ युग सुरु भयो। अब यो नयाँ सञ्चार माध्यमको सजिलो के छ वा यसका च्यालेन्जेसहरू के छन्, यसमा कम्प्लेक्स कुरा जाँदैन, जटिल कुराहरू जाँदैन। जस्तो मैले अहिले यहाँ नेपाली काङ्ग्रेसको बारेमा बोल्नुहोस् भनेर भन्यो भने मैले नेपाली काङ्ग्रेसले गएको 30 वर्षमा के काम गरेको थियो भनेर भन्नु पर्यो, तपाईँले मलाई सोध्नुभयो, हामीले कसैलाई बताउनु पर्यो, एउटा नौजवानलाई राखेर काङ्ग्रेसको बारेमा भन्नु पर्यो। हेर्नुहोस् 46 सालपछि हामीले यो गऱ्यौँ, माओवादी आयो, त्यसपछि हामीलाई अप्ठ्यारो सुरु भयो, हाम्रो मानिसहरू लखटे, हाम्रो मानिसहरू मारिए, 48 सालपछिको परिवर्तनको लामो हामीले अध्याय सुरु गर्यौँ, तर हामीले केही बिगार्यौँ। 56 पछि यस्तो हो, फेरि राजाले टेकओभर गर्यो, फेरि लामो सङ्क्रमण भयो। त्यो मान्छे सुन्दै मेरो कुरा सुन्नै सक्दैन, उसले धैर्य गुमाइसक्छ। तर नयाँ राजनीतिक शक्तिलाई सजिलो के छ, उसले के भनिदिन्छ भने ऊ त्यहाँ बसेर बोलिरहेको त्यो मान्छे फटाहो, 30 वर्ष त्यसले लुट्यो, 30 वर्ष खत्तम गर्यो भनेर भनिसकेपछि त्यहाँ के हुन्छ, त्यहाँ इमोसन आयो, त्यहाँ एउटा डर आयो, अथवा एउटा क्रोध आयो, आक्रोश आयो, एक वन लाइनमा आयो। अब त्यो टिकटकको कन्टेन्ट भयो, वा त्यो सजिलोसँग जाने भयो। यो यहाँ मात्र होइन कि, मैले अघि पनि भने जहाँ पनि यो ग्लोबली त्यही। अहिले अस्ट्रेलियामा भएको वान नेसन फर्स्ट भन्ने पार्टीले के गरिरहेछ भनेर यसको प्रचार प्रसार हेऱ्यो भने हाम्रो देश पहिला एकदमै राम्रो थियो, यो एसियाबाट अफ्रिकाबाट इमिग्रेन्टहरू ल्याएर बर्बाद बनायो भनेर भनिदियो भने, वा बेलायतमा वा जर्मनीमा कहीँ पनि भनिदियो भनेदेखि भने एक लाइनमा बताउन सकिन्छ। तर बाहिरको मान्छे किन ल्याउनु पर्यो, बाहिरको मान्छे नआएको भए हाम्रो देश के हुन्थ्यो भनेर जुन देशका पार्टीहरूले बताउनु पर्छ, इतिहासको कुरा गर्नुपर्छ, त्यो पार्टीहरूलाई यो माध्यम आफै अप्ठ्यारो हुन्छ। त्यसैले तपाईँलाई याद छ भने चुनावको बेलामा मैले यहाँ आउँदै गर्दा यहाँको सभामा धेरै हात नचलाउनुहोस् है, गोडा चलाउनुहोस्, घर घर जानुहोस् है, कुरा गर्नुहोस्, यो लडाइँमा धेरै भर नपर्नुहोस् भनेर मैले अनुरोध गर्नुको कारण चाहिँ त्यस कारणले गर्दाखेरि म देशभरिको साथीले कुरा भनिरहेको छु। मैले खालि एउटा कुरा बताउन खोजेको, यो यहाँ मात्र होइन। त्यसले हामीले छलफल गर्दै गर्दा, समीक्षा गर्दै गर्दाखेरि हामीले ग्लोबल कन्टेक्स्ट के हो, नयाँ च्यालेन्जेसहरू के हो भन्ने कुरा नेपाली काङ्ग्रेस पार्टीले यसलाई पनि सँगै राखेर हेर्नुपर्छ। त्यस कारणले गर्दा अस्ति पार्टीले केन्द्रीय समितिले निर्णय गरेर एउटा जिम्मेवारी मलाई दिएको छ कि पार्टीको यो नियमित समीक्षाभन्दा बाहेक, त्योभन्दा बाहिर ग्लोबल्ली के भएको, प्राज्ञिक क्षेत्रका मानिसहरूसँग कुरा गर्ने, विश्वविद्यालयमा भएका साथीहरूसँग, अनुसन्धानकर्ताहरूसँग, नौजवानहरूसँग, उनीहरूसँग कुराकानी गर्ने र एउटा राम्रो अध्ययन गरेर पार्टीमा एउटा प्रतिवेदन बुझाउने। यो इलेक्सनको जित हारको कुरा मात्र होइन, पोलिटिक्स नै कसरी हो, राजनीतिक दलहरू कसरी जाने, के गर्ने भन्ने बारेमा छलफल गर्ने भन्ने खालको कुराकानीहरू छ। मैले यसको बारेमा यति नै कुरा राखेँ। र त्यस पछाडि अर्को विषय भनेको चाहिँ, अब यसमा म अहिले जान्न किनकि लामो छलफलपछि आउँला। यो हामी एउटा डिसइन्चान्टमेन्ट भनेर भन्छौँ।
एकदमै धेरै यो एक प्रकारले हामी उम्मेदवार भएर जाँदै गर्दा हामीले महसुस गऱ्यौँ, हामी पनि कुराकानी गऱ्यौँ। यिनीहरूलाई देखाइदिन्छौँ यिनीहरू हामीलाई मन पर्दैन भन्ने जुन हामीप्रतिको भावहरू आयो। हिजो हामीलाई नै माया गरेको साथीहरू भोलि पनि गर्नुहुन्छ। कुनै कहिलेकाहीँ आउँछ नि त होइन, परिवारको सदस्यमा आउँछ, कम्युनिटीमा आउँछ, भयो हुन्छ। यो एउटा इमोसन हो, एउटा फिलिङ हो। तर त्यो ओभरनाइट बनेको होइन, एक रातमा बनेको होइन। त्यो लामो समय लागेर बनेको हो। किन बन्यो होला, हामीले के नगरेको भए त्यस्तो हुन्थ्यो होला, थुप्रै घटनाक्रम कुरा गर्न सकिन्छ। म मेरो आदरणीय नेता शेरबहादुर देउवासँग संसदीय दलको नेता लडेको हुँ नि। मलाई त्यो बेलामा के भन्नुभएको उहाँले भने, विश्वदाय र म गएको मलाई पनि याद छ। उप प्रधानमन्त्री बन्यो कि भाइ मन्त्री बन्यो कि के बन्यो, जे बन्यो त्यो बनाउने होला। अहिले ल भाइ भन्नुहोस्, भाइले भन्नुहोस् भनेर भन्यो। हामी दुईजना गएर भनेर आएको, हामी चुनाव हार्छौँ थाहा छ, तर हामी तपाईँसँग चुनाव लड्ने हो। किन लड्ने हो भने तपाईँहरू अब प्रधानमन्त्री हुनुहुन्न, हुनु हुँदैन भनेर भन्ने कुरा आम नागरिकहरूको जुन चाहना छ, त्यो चाहनाको प्रतिनिधित्व पनि भएन भने त झन् कति बढी रिस होला। हामी हारे पनि यसको प्रतिनिधित्व गर्नुपर्छ हामीले भने, विथ ड्यु रेस्पेक्ट है। अब एकछिनलाई मान्नु त घटनामा हेरौँ न होइन, केस बाई केस हेऱ्यो भने त्यो बेलामा चाहिँ त्यो संसदीय दलको परिणाम चाहिँ उल्टो आगो के हुन्थ्यो होला। म चाहिँ त्यो बेलामा नेपाली काङ्ग्रेसको संसदीय दलको नेता भएको भए वा विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालयको बैठकमा श्रद्धेय सभापतिजीलाई अब तपाईँ छोड्नुहोस्, बरु यो अर्को नेताहरू जो अहिले अलिकति रिसाउनु भएको छ नेताहरूलाई तपाईँहरूले चाहिँ अहिले देखाउनु भएको आँट त्यही बेलामा देखाउनुहोस् भनेको बेलामा कुनै एकजना नेताले आँट देखाइदिएको भए ल भयो तपाईँहरू पुग्यो भनेर भनेको भए केस बाई केस पनि हेर्न सकिन्छ। तर यी सबै कुराहरूको कति प्रभाव हुन्थ्यो होला, यो कति डोमेस्टिक हो, कति ग्लोबल हो, कति त्यसको प्रभाव रहन्थ्यो होला, कति त्योभन्दा बाहिर रहन्थ्यो होला, हामीले यसलाई पनि सँगसँगै राखेर हेर्नुपर्छ। खालि मेरो यति मात्र कुरा हो कि यो एक रातको कुरा होइन। त्यस कारणले गर्दा कुनै एउटा घटनालाई मात्र पनि दोष नदिउँ, कुनै एउटा व्यक्तिलाई मात्र पनि दोष नदिउँ, यसको लामो गहिरो छलफल गर्नुपर्छ, त्यो पनि गरौँला। तेस्रो कुरा, अब ठ्याक्कै केही दिनपछि नयाँ वर्ष आउँदैछ 2083 एक साल। 2083 सालको हामीले असोजभित्रमा हाम्रो पार्टीको महाधिवेशन गर्नुपर्छ, हामी गर्छौँ, त्यसमा कुनै कुरा भएन। यो एक वर्ष हामी फेडरल गभर्मेन्टमा सेन्टरमा हामी प्रमुख प्रतिपक्षी दल हो, 7वटै प्रदेशमा हामी फेरि सत्ता पक्ष हो, हामीले बिर्सनुहुन्न। हामी अहिले पनि 332वटा पालिकाको मेयर छौँ, हामीहरू 2600 भन्दा प्लस वडाको वडा अध्यक्ष हौँ। हामी सरकार पक्ष वा सत्ता पक्ष हो। त्यसैले यो अब 2083 को पछि हामी वैशाख 2 गते पार्टीको बैठक बस्दैछ, त्यसबाट हामी केही निर्णयहरू गर्छौँ र एक वर्षको प्रतिपक्षीय भूमिका कसरी निर्वाह गर्ने सेन्टरमा, एक वर्षको प्रादेशिक सरकारमा हामी अहिले गरेको जस्तो गरेर हुन्छ हुँदैन, पक्कै पनि नयाँ कुरा गर्नुपर्ने चाहिँ के गर्ने हो, कसरी गर्ने हो, लोकल गभर्मेन्टमा के गर्ने हो, सरकारको कुरामा हामीले गर्नुपर्नेछ। र राष्ट्रिय राजनीतिमा 2083 साल एक सालमा हामीहरूको स्पेस के हो, हाम्रो रोल के रहन्छ, हामीले यो कुरालाई डिफाइन गर्नुपर्छ, यसमा हामीहरू काम गर्छौँ। अब यही भित्रमा अलिकति कुरा आयो, साङ्गठनिक हाम्रो संरचनाको कुराहरू आयो, यसमा धेरै छलफल गर्नुपर्ने छ। हेर्नुहोस्, अब केही दिनभित्रमा हामीले विधान मस्यौदा समिति, संशोधन मस्यौदा समिति बनाउनु पर्नेछ। तपाईँहरूले पार्टीको कमिटीहरूको कुरा गर्नुभएको छ, म त पार्टीको कमिटीको होइन, पार्टीको सदस्यकै बारेमा कुरा गर्नु भन्छु। हिजो हामीलाई सदस्य किन चाहिएको थियो, पार्टीको दल हामी कार्यकर्ता भनेर भन्छौँ। हिजो त्यो कार्यकर्ताको यत्रो सालदेखि जुन तरिकाले काम गरेको थियो, काम गर्ने तरिका हामीले बदल्नु पर्नेछ। किनकि अघि भन्यौँ, हिजो हामीलाई सूचना लगिदिने त अरू संयन्त्रहरू आए। त्यसैले यी विषयहरूमा थप छलफल गरौँला। यहाँ प्लेन ल्यान्डको भनेर भाइले भन्नु, खालि यति कुरा मात्रै भन्छु, अघि नै यहाँ यो छलफल पनि आयो, खालि साथीले बताइसक्नु भएको छ। यति कुरा हेर्नुहोस्, म काठमाडौँको वडा नम्बर 30 को क्रियाशील सदस्य हुँ। अस्ति भर्खर मैले नवीकरण गरेको, नवीकरणको शुल्क तिरेर। हाम्रो पार्टीको विधानले के भन्छ, प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भन्छ, 200 रुपियाँ प्रत्येक वर्ष तिर्नुपर्छ। 5औं वर्ष हो यो अर्थमा कति तिरिसक्नु पर्थ्यो, 1000 रुपियाँ तिरिसक्नु पर्थ्यो। त्यो 1000 रुपियाँ कसैले तिर्न नमान्नु भएकोले म नै हो पार्टीको महामन्त्री हुँदै गर्दा मैले प्रस्ताव लगाएर त्यसलाई घटाएर कति बनाएको भन्दा 200 रुपियाँ बनाएको। 1000 तिर्दै नतिरेपछि के गर्यो भन्दा 200 बनाएको। अब के हुन्छ, अब पर्सि वैशाख 1 गते मैले वडा नम्बर 30 मा गएर एउटा फर्म भर्छु, त्यो फर्म भरेपछि त्यहाँ बुझाउँछु, त्यो बुझाएपछि वडाले त्यो निर्णय गर्छ। निर्णय गरेपछि मेरो क्रियाशील अध्यावधिक हुन्छ।
त्यो अद्यावधिक भइसकेपछि मैले अब क्रियाशील सदस्यता कार्ड होइन, मैले कांग्रेस आइडेन्टिटी कार्ड पाउँछु। त्यो डिजिटल हुन्छ र अबदेखि कहिले पनि एकचोटि पाएपछि फेरि पहिला जस्तो फर्महरू के पनि भर्नु पर्दैन। त्यो आइडेन्टिटी कार्ड बापत मैले 100 रुपियाँको शुल्क तिर्छु। अस्ति भर्खर मैले नवीकरणको शुल्क बुझाएकोले मैले थप शुल्क के पनि तिर्दिनँ। अस्ति नवीकरणको शुल्क नबुझाउनु भएकोले जति पहिला शुल्क तिरेको 200 रुपियाँ त्यो तिर्नुहुन्छ। अब मेरो वडामा अहिले कति छ, नयाँ पुरानो सबै गरेर छोडिदिनुहोस्। अहिले अब 343 जना अस्ति पार्टीको सिस्टममा छ। त्यो 343 जना अब पार्टीको अभिलेखमा रहन्छ। तर पर्सि वडा नम्बर 30 मा वैशाख 1 महिनामा अब जम्मा 43 जना मात्रै अद्यावधि गर्न आउनुभयो भने अब 43 जना मात्रै नेपाली कांग्रेसको मेम्बर हुन्छ। बाँकी रहेको मान्छेको अभिलेखमा नाम रहन्छ। यो अहिलेको विधानले पनि त्यही भन्छ। र अस्ति यो विधानको विशेष व्यवस्था विशेष महाधिवेशन पारित गरेर आइसके पछाडिको यो विशेष व्यवस्था फेरि कुनै विशेष पनि होइन। अहिलेको विधानले पनि के भन्छ भने कुनै पनि पुरानै विधानले पनि के भन्छ, कुनै पनि क्रियाशीलको नवीकरण भएन भने भएन, यो अभिलेखमा रहन्छ। त्यसैले अब 43 मात्र हुन पनि सक्छ, अर्को नयाँ 20 थपिन पनि सक्छ। तर अहिलेको यो सबै कुरा पछाडि त्यहाँ आएर बकाइदासँग वडामा आएर नेपाली कांग्रेसको फर्म भर्नुपर्छ, एक प्रतिनिधिले भनेको जस्तो डिटेल दिनुपर्छ र त्यसपछि एउटा शपथ हुन्छ। त्यहाँ सर्टेन कुराहरू छ, त्यो कुराको बारेमा मैले पब्लिकली म नेपाली कांग्रेसको मेम्बर हो भनेर भन्नु, म नेपाली कांग्रेसको मेम्बरसिप लिएको मान्छे हो भनेर भन्ने कुरालाई पब्लिकली उसले एक्सेप्ट गर्नुपर्छ। यो अर्थमा यसलाई अब त्यो बाँकी रहेको अब यसलाई के कसरी बुझ्ने, त्यो 343 मा 43 मात्रै कायम रह्यो भने बाँकी रहेको 300 खारेज भएको भनेर बुझे पनि हो, अब अभिलेखमा रहेको भने बुझे पनि हो। यसलाई शब्दको चयन के गर्ने भन्ने कुरा। र फ्याक्ट के हो भने अब जसले अभिलेख के अरे नयाँ अद्यावधि गर्नुहुन्छ ऊ मात्रै 15औं महाधिवेशनमा भाग लिन पाउँछ। यो पार्टीको विधानको व्यवस्था। यति कुरा राखेँ मैले, समय भएन। म सबैलाई धन्यवाद दिन चाहन्छु। खालि अन्त्यमा यति कुरा मात्र भन्न चाहन्छु, यो कुनै पनि हामीले कहीँ कतै हामी त्यो डिफेन्सिभ हुनुपर्ने कमजोर हुनुपर्ने कुरा के पनि छैन। यो आत्मरक्षाको समय पनि होइन, यो आत्मनिन्दाको समय पनि होइन, यो आत्मसमीक्षाको समय हो। समीक्षा गरौँ, नयाँ कुराहरू खोजौँ। म तपाईँले मलाई भन्नुभएको छ, म पार्टीको सभापतिको जिम्मेवारीमा छु। मेरो नेताहरूले सिकाउनु भएको छ यो नेपाली कांग्रेस पार्टीभित्र जो जिम्मेवारीमा छ उसले सबभन्दा बढी लचक हुनुपर्छ, उसले सबैलाई सबभन्दा बढी मिलाउने कोसिस गर्नुपर्छ। म त्यो मेरो जिम्मेवारी निर्वाह गर्छु। म सबैका जान्छु, सबैसँग संवाद गर्छु, सबैलाई जोड्ने प्रयास गर्छु। र के अपेक्षा गर्छु भने म आज नेपाली कांग्रेसको पार्टी सभापति भएर मैले पार्टीलाई पनि लिएर जानुपर्ने छ, अधिवेशन पनि गराउनु पर्ने छ। अधिवेशन गराउने कुराको सन्दर्भमा सबैले मलाई मद्दत गर्नुहुन्छ, नेताहरूले पनि साथ दिनुहुन्छ भन्ने कुरा विश्वासमै राख्छु। पार्टीमा एकता पनि चाहिएको छ, पार्टीमा अनुशासन पनि चाहिएको छ। एकता र अनुशासनको आधारमा नेपाली कांग्रेस पार्टीलाई 83 सालमा हामी पार्टीलाई रिब्रान्डिङ पनि गर्छौँ, पुनर्संरचना पनि गर्छौँ। नेपाली कांग्रेस हुने कुरालाई यसको मूल्य र मान्यतामा टेकेर यसलाई पुनर्परिभाषित पनि गर्छौँ, यसलाई नवीकरण पनि गर्छौँ। र 84 सालको सुरुवातमा जाँदै गर्दाखेरि यो निर्वाचनको पराजयलाई बिर्सेर 83 सालमा हामीहरू जुन अब जान्छौँ, यो 83 सालमा 84 सालको सुरुवातमा त फेरि गएर लोकल इलेक्सन र प्रोभिन्सियल इलेक्सन हुन्छ। त्यो लोकल इलेक्सन र प्रोभिन्सियल इलेक्सनमा नेपालको फेरि नम्बर 1 पार्टी बनाउने गरिकन हामी यो 1 वर्ष मेहनत गर्छौँ, दुःख गर्छौँ, पार्टीलाई ठिक ठाउँमा लिएर जान्छौँ। यसमा यहाँहरू सबैको साथ रहन्छ भन्ने विश्वास राख्दै म आफ्नो कुरा पनि टुङ्ग्याउँछु र कार्यक्रमबाट पनि सबैसँग बिदा पनि माग्छु। धन्यवाद, नमस्कार, जय हिन्द। धन्यवाद। आदरणीय साथीहरू, आजको यो कार्यक्रममा उपस्थित हुनुहुने नेपाली कांग्रेस केन्द्रीय सभापतिज्यू लगायत सम्पूर्ण साथीहरूलाई नेपाली कांग्रेस गण्डकी प्रदेशको तर्फबाट धन्यवाद दिँदै आजको यो कार्यक्रम सभापतिज्यूको आदेश अनुसार